सबै साथी यसरी आउनुहुन्छ भन्ने लागेको छैन। आउनु कुनै सडकमा तपाईँको कसैले विरोध गरेको भरमा, कसैले बाहिर तपाईँको विरोध गरेको भरमा एमाले आफ्नो महाधिवेशनबाट नेतृत्व को बनाउने महाधिवेशनको प्रतिनिधिले फैसला गर्छ, एमाले फैसला गर्छ। कुनै विपक्षी पार्टीले फैसला गर्ने, कुनै विरोधी पार्टीले फैसला गर्ने, कुनै देशी विदेशी प्रतिक्रियाको शक्तिले फैसला गर्ने यो काम होइन। यसको पछि हामी लाग्नु हुँदैन। त्यसैले म तपाईँलाई यो पनि भन्न चाहन्छु, मजदुर संगठन एउटा मुक्ति समाज लगायत अरू सबै जनसङ्गठनहरूले जे किसिमको भूमिका निर्वाह गर्नुपर्छ, हिजो पनि तपाईँ हिसाबले हिजोको जस्तो परम्परागत हिसाबले हिजोको जस्तो तपाईँको जनता एकातिर कार्यकर्ता र जनताको बिचमा, पार्टी र जनप्रतिनिधिको बिचमा जे किसिमको एउटा सम्बन्ध थियो, यो नयाँ ढङ्गको संरचनाबाट हामीले अगाडि बढ्नुपर्छ। आज 23-24 गतिको घटनापछि दोलखा कस्तो बनाउने, एमाले कस्तो बनाउने, समृद्ध दोलखा कस्तो बनाउने, त्यो वृहत मास्टर प्लान सहित पनि आउँदैछ। हिजो हामीले 14 सालमा बनाएको मास्टर प्लान, एमाले बनाएको हाम्रो लालकुमार केसी पार्टी जिल्ला विकास समितिको सभापति बनाउनुभएको त्यो मास्टर प्लान, आज त्यसलाई हामी संशोधित गरेर फेरि दोलखा एमाले दोलखाको मास्टर प्लान गरेर अगाडि बढ्नेछ। निराश नहौँ। 6 गते काठमाडौँमा फेरि पनि दोलखाको एउटा जो दोलखामा जन्मिनु हो, हुर्किनु हो, सबै नेता कार्यकर्ता आज कार्यक्रममा सहभागी हुनुभएको छ। त्यति मात्रै होइन, पालिका कमिटीले षड्यन्त्रको पर्दाफास गर्नलाई हामीले कार्यक्रम आयोजना गरेका हौं। नेकपा नेपाली जनताले मतदान गरेर तपाईको जुन तपाईको ब्यालेटबाट, भोट प्रक्रियाबाट सम्मानित हाम्रो जो तपाईको राष्ट्रपति प्रधानमन्त्री केपी ओलीले राजीनामा गर्ने बाध्यात्मक अवस्था सिर्जना गरेको छ। त्यसैले हिंसा गर्ने, मान्छे मार्ने अपराधीहरूलाई कारबाही गर्नुपर्छ।